टाइटलमा आज सर्बियाको बोर्डर गएको गाइज ल हटेर जस्तै जिब्रो हो त ल हेर्नुहोस् है नसक्ने है त्यही भएर ल घाँस माथि यसो गयो 30 लाखको 30 लाखको 20 ओइ 20 रोमानियाको यो बोर्डर नजिक आएका छौँ र यहाँ चाहिँ यो बोर्डर भन्दा जो तपाईँले देख्न सक्नुहुन्छ यो डाँडा भन्दा उता चाहिँ यो बुल्गेरिया पर्छ भने यो डाँडा वारी चाहिँ तपाईको यो रोमानिया पर्दछ र आज चाहिँ हामी साथीहरुसँग यहाँको बोर्डरको नजिकको अवस्था के छ र के कस्तो पाउँछ भन्ने हामी साथीसँग के छ केटा ठिक छ हामी चाहिँ यो रोमानियाको गाउँतिर घुम्न हिँडिरहेका छौँ सर्बियाको नजिक छौँ है हामी सर्बिया लगभग यो डाँडा परि सर्बिया लाग्छ हामी त्यति जाँदैछौँ हाम्रो गाउँको अर्सौदी चौर भन्ने छ एउटा नाङ्गेको चौर भन्ने त्यस्तै छ फिलिङ सेम हो गाइस यो सेम चाहिँ हाम्रो जो हामी जो बचपनमा बालापनमा जो हाम्रो यो घाँसदारो गर्दा हाम्रो चाहिँ जाने गर्थ्यो यस्तै गाउँमा आएर आज मलाई एकदमै गाउँको जो 30 मिटर सकेको छ ल तपाईँ यो आरु पोखरा प्लम भन्ने चिज पनि सब पाउँदो रहेछ यहाँ है जताततै पुरै यो जङ्गलै सेम नेपाल जस्तै यहाँ भनेको तपाईँहरूको अब यो के भन्छ थकाइलो अनि यो घङ्ग्री यो गाउँमा पाउँछ नि यो चुत्रोहरू चाहिँ सब पाउँदो रहेछ यहाँ त्यस्तै है सेम नेपाल जस्तो छ त है सेम देख्न सक्नुहुन्छ साथीभाइ हो पुरै चाहिँ उतापट्टि चाहिँ खेतीबाली है सेम नेपाल भन्दा फरक पर्दैन यहाँको देशले मात्र फरक पर्छ न तपाईँको यहाँ नेपालमा पाइने चिज र यहाँ पाइने चिज चाहिँ सबै पाइन्छ है तपाईँ देख्न सक्नुहुन्छ यहाँ रहेको चाहिँ यो सौर जो हामीले घाँस काट्नलाई युज गर्दैछौँ र चट्टलाहरू हेर्नु त यो साग हो यो चाहिँ हाम्रो नेपालमा हुने फुल अनि यो चाहिँ यो तपाईँको यो थकाइलो चाहिँ हामीले बचपनमा यो खाने गर्छौँ के 20 थकाइलो खाँदै हिँड के छ कस्तो छ कस्तो लागिरहेको थियो नि आजको भरमा एकदम रमाइलो हो अब सधैँभरि काम हुन्छ अब हाम्रो चाहिँ 2 दिन छुट्टी हुन्छ त्यस छुट्टीमा पनि यसो आफ्नो माइन्ड फ्रेस गर्नको लागि सधैँभरि हो हल्ला गाडीहरूमा बस्न भन्दा यसो आज एउटा छुट्टै गरौँ न भनेर चाहिँ हामी नि रुमबाट निस्केर यता सर्बियाको बोर्डर नजिक आएको छौँ यहाँ चाहिँ खोला पनि पर्छ यतापट्टि तपाईँले देख्न सक्नुहुन्छ कहाँ जस्तो लागिरह्यो यो चाहिँ हामी इन्डिया जाने बेलामा बुटोल जब क्रस गरिन्छ नि गोरखपुर साइडहरू आउने बेलामा सेम त्यस्तै खत्म बाई बाई टाटा हेर्नु न चट्टलाहरू सबै यहाँ बैंसदेखि लिएर पैँस सब चिज हुने गर्दछ यहाँ चाहिँ खोला चाहिँ यहाँबाट चाहिँ जस्तो मूल फुटेर यो त जाँदो रहेछ यो एउटा बाँध बाँधेर यहाँ एउटा बिजुलीलाई तयार गरेको छ ठाउँ त एकदम शान्त छ कतै चोल आउनु त होइन के छ कतै यहाँ अब कालेर हुन्छ नि त यहाँ पनि सुनिरहेको छौँ होइन अब सबै मान्छे चाहिँ सभ्य चाहिँ हुँदैनन् कोही चाहिँ अब त्यही यहाँ चाहिँ प्रायः गरेर मान्छेहरू पियालेर अब अरू देशबाट इन्डिया पाकिस्तान नेपाल अब यो श्रीलङ्के अनि बाहिरका देशहरू मान्छेहरू पनि बस्ने गर्दछन् र जसमा तिनीहरू चाहिँ अलि हरामी हुने गर्दछन् है यस्तो एक्लै दुब्लै हिँड्दा चाहिँ मोबाइल लुट्ने यताउता चोरफाट गर्ने हुँदो रहेछ नि बाहिरी मान्छे यहाँको मान्छे त हुँदैन यहाँको मान्छे एकदम ठिक छन् नेपाली चाहिँ एकदम मान्ने गर्दछन् हिँड्दा चाहिँ थकै लागिसक्यो तपाईँलाई अगाडि देख्न सक्नुहुन्छ पानीमा चाहिँ एकदम मजाले हाँसहरू खेलिरहेको नै यहाँ ठाउँ चाहिँ एकदम बवाल रहेछ कि
यो रोडमा चाहिँ ओन्ली साइक्लिङ है, साइक्लिङ बच्चाहरू यताउता खेल्ने गर्दछन् अनि ल फाइनली चाहिँ हामी चाहिँ अहिले चाहिँ यहाँ भित्र जाँदैछौँ। तपाईँले देख्न सक्नुहुन्छ ओ यहाँ चाहिँ खरायो रहेछ है। रेल कति सानोतिनो लामो तर नि त्यो यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ ओ भाले कति सानो भाले छ यार। यो चाहिँ गधा होइन, गधा बनाएको। त्यो भन्दा नि सानो यो हेर त गदावरी यो लोकल कुखुरा आइज हेर त लोकल कुखुराहरू। ओहो यहाँ बाख्रा रहेछ ल यसलाई लगेर काट्न पर्छ कि एउटा मासु बनाउनु भाले हेर त 10 केजीको भाले। आमा नङ्ग्रामा पनि ऊ आइरहेको थियो यसको त यार छोडी। यहाँ चाहिँ यो के ओ मयूर बाबा है कतिवटा छ मयूर? 1 2 3 4 5 वटा 5 6 7 8 वटा यस्तो है। त्यो त्यो मयूर चाहिँ जमानामा हामीले स्कुल पढ्दै यसको चाहिँ उमा हाल्ने गर्दैथ्यौँ। ल हेर्नुहोस् मयूर फर्स्ट टाइम यो चिडियाखाना हो कि के हो र खास यार? यहाँ चाहिँ बाख्रा मुडुले बाख्रा। यति यति आनन्द ठाउँ छ कि साथीहरू। तपाईँले यहाँ चाहिँ अब हाम्रो अर्ग्यानिक चिजहरू के हुन्छ त्यो सब देख्न सक्नुहुन्छ। यता चारैतिर चाहिँ यहाँ भाले बाख्रा बङ्गुर यहाँ तपाईँको अब हाँसुरी सब चिज देख्न सक्नुहुन्छ। यहाँ देख्नुहोस् यहाँ खरायो एउटा खरायो यहाँ राजा खरायो। खरा बिचार कतिवटा छ? आमा 3 4 5 6 7 8 9 10 11 11वटा छ है। अब यता यता चाहिँ के छ? ओ अस्ट्रिच। ओ माई गड अस्ट्रिच। ल है साथी अस्ट्रिच ए बाबा है आमाम अस्ट्रिच। ओ अस्ट्रिच ल है साथी अस्ट्रिच अस्ट्रिच के हो ठुङ्नाउलो जस्तो गर्छ त यार बाबा। लाइभ देखियो अस्ट्रिच दिएर त यार मैले नि लाइभ देखेँ यार अस्ति एकदम यार सही हो ल साथीहरू देख्नुहोस् है यार अस्ट्रिच तपाईँले देख्न सक्नुहुन्छ। आमामा अब लाइफमा फर्स्ट टाइम म के देख्दैछु यो अस्ट्रिच। म भन्दा नि अग्लो छ त यो त। पिछे हुन्छौँ न एउटा यो त ऊ होइन र यो टर्की हो। यो टर्की। ल हेर्नुहोस् तपाईँले अस्ट्रिच यहाँ है कति ठुलो छ। आमाम लाइफमा हामीभन्दा पनि ठुलो रहेछ है यो अस्ट्रिच। यता घुम्न जाम कुकुर छ त्यो यो फेरि यो पनि हुन्छ तर यो के छ के यो पनि अस्ट्रिचै होला सायद। अस्ति चाहिँ होइन यार यो त त्यस्तै छ गरे सेम छ त बाबा क्या छ यार है। कुकुर परेर हिँड्छ नि त्यस्तै रहेछ कि हो ठ्याक्क बुढाबुढी कुकुर परेको छ। यहाँ के यता पनि रहेछ त अर्को यो चिज चाहिँ तपाईँले पोस्टरमा देख्न सक्नुहुनेछ यो चिज। ओ पुरा बाख्रा जस्तो गनाउँछ है। होइन यो त बाख्रा छ त यो बाख्रा गर्ने केटा ल यो मुडुले बाख्रो सिङ हेर्नु त्यसको सिङ नभएको मुडुले बाख्रा। उता चाहिँ भेडा मिनी मिनी ल मकै ल ल ल ल मकै ल ल ल ल सिङ नभएको बोयर है बोयर हेर्नुहोस् अनि उता उता पर भएको आमा त्यो सिङ कति ठुलो हो त्यसको? हेरौँ कस्तो के हो त्यो?
त्यो फेरि उ चाहिँ हो बाख्रै हो तर बुढो भयो अब के गर्नु बङ्गुर यसो बङ्गुर यहाँको बङ्गु त लाग्छ त भेडा उपर यस्तो उ चाहिँ रहेछ यहाँ कति सानो छ है यहाँ यिनीलाई 30 लाखको बल्ल आउँछ न त आउँदैन 30 लाखको मान्छेको जस्तो जिब्रो हो त यो। ल हेर्नुहोस् है उड्न नसक्ने है यत्रो ज्यान छ भने कहाँ त उड्न सक्छ यार त्यो त सानोतिनो त हाडै भाँच्छ है क्या छ यार है त्यही भएर होला घाँस माथि यसो गरिदिउँ तलाएर अन्डा बिग्ने यसले त ठुङ्गी नै मार्छ मान्छेलाई त यार कति अग्लो छ मभन्दा अरू खै हो